Heaven may define purity, but nature is the poem of existence. To feel that poem, we decided to walk into it through the heart of Himalayas. We planned our journey to Annapurna Base Camp, a place where clouds meet mountains and every turn shows us a new face of nature. It took us 5 days from Kathmandu to reach the height of 4,130 meters above sea level. We crossed hills, rivers, forest and stone paths with the sound of wind and birds as our music. Every breath felt deeper and every moment was more real. We don't just see nature, we feel it, we become a part of it. But the journey was just not about views, it was about the people, the talks, the laughter, the debates and the shared silence. It was not just a trek, it was an experience that stays with us forever. भर्खर सानो न्याप लिएर पावर न्याप लिएर उठिरहेको छु एन्ड जस्ट रिफ्रेसिङ भयो अनि पोखराको मौसम पोखरा त के भन्नु पोखरा जाँदाखेरि एकदम धुलो छ वातावरण अनि एनिवेज हामी गाडीमा आएर चाहिँ खासै त्यस्तो भएन अन्त बाइकमा हिँड्ने मान्छे चाहिँ आज चाहिँ ध्वस्तै हुने रहेछन् हामी देख्न सक्छौँ अगाडि बाइकमा मान्छे जाँदै हुनुहुन्छ पनि बेला आइरहेछ के भयो है उहाँको अहिले अन्तर्वार्ता लिनु पायो भने हामी लिन्छौँ कस्तो भइरहेछ एक्सपिरियन्स शुभ मलाई त चिल छ तर आज अलिक बढी धुलो रहेछ है एकदम छ ह्युमिड पनि धेरै रहेछ गुम्म भइरहेछ है चिसो एउटा केही चाहियो यहाँ चिसो चाहियो मुकेशको के छ यो विषयमा प्रतिक्रिया ठिक छ मुकेश मासले जे भन्छ त्यही ठिक मासले जे भन्छ त्यही ठिक ल सी यू गाइज है त एकछिनमा पछि म पोखरा गएपछि हामी भेट्ने नै छौँ Let's see you tomorrow. This is the scene. Bye bye Vandin night. Bye bye. We will enjoy the scene in Pokhara. Let's see you tomorrow. Let's see you tomorrow. Okay. So hello and good morning सबैलाई. हामी चाहिँ अहिले पोखरामा आज हाम्रो अन्नपूर्ण बेस क्याम्पको यात्रा आजबाट सुरु हुँदैछ अनि यहाँबाट चाहिँ आज हामी अब ब्यागप्याक सबै भइसक्यो हामी गाडीमा हाल्दैछौँ ब्यागहरू तपाईँहरू पोखरा आउनुहुन्छ भने चाहिँ हरिश चोकबाट सुमो लिएर जान सक्नुहुन्छ हामी चाहिँ नयाँ पुलसम्म आज गाडीमा गएर त्यहाँ गाडी राखेर त्यसपछि सुमोमा अनि झिनु पुलसम्म गएर आजको डेस्टिनेसन हाम्रो अप्पर सिनेमा हुनेछ एन्ड देन त्यही हो हिजो हामी पोखरा आयो हिजोको एक स्टे चाहिँ पोखरामा भयो आज चाहिँ अहिले बिहान 7:40 भयो अब हामी लगभग ब्रेकफास्ट गरेर निस्किन्छौँ एन्ड देन वी विल सी यु इन अप्पर सिनेमा आज हाम्रो डेस्टिनेसन अप्पर सिनेमा छ होइन स्टार्ट अफ डे 2 है हाम्रो आज प्रस हजुर ठिक छ नि डे 1 मा त थिएन म है डे 1 मा थिएन डे 2 मा आइरहेको मा भेट भयो ल अब हामी नयाँ पुल जाँदैछौँ डे 2 मा अब ट्याक्क लाएर नयाँ पुल बाटो चाहिँ दामी छ तर पोखराको चाहिँ भनेको नि सुगोलाई चलाउनु मजा आइरह होला बेस्ट छ होइन त हामी चाहिँ 3 जना पार्टी दाइ कहाँ हामी 3 जना ब्याक सिटमा हामी यिनीहरूलाई डिरेक्सन यिनीहरू बाटो साटो बिरायो भने तिनीहरू यहाँ उता हामीले यहाँ सिकाउनु पर्ने हुन्छ होइन त्यही भएर हामी पछाडि गाडी गर्दैछौँ त्यो हिसाबमा छ ल जस ठिकै छ अहिलेसम्मलाई
अब सियु इन द फेरि हामी भेटिन्छौँ कहाँ भन्दाखेरि नयाँ पुलमा त्यहाँ गएर गाडी साडी पार्किङ गरेर गाडीको सेफ साइडमा राखिदिएपछि हामीलाई ढुक्क हुन्छ होइन। हामी चाहिँ अब यो गाडी यहीँ राखेर त्यहाँ माथि राखेर यसमा जाँदैछौँ सुमोमा। के प्रस पावर ब्याङ्क यहाँ माथि राखेर टपमा यो खोला त्यो होला होइन त्यो हो। अनि त्यो गोपोको बट्टा नि त्यो छैन नि, कहाँ छ त्यो चाहिँ? तिमीले ऊ हाल्यौ चेस्ट माउन्टहरू सबै हाल्यो। यो राम्रोसँग गरिदिनु है। तपाईँले कहाँसम्म पुऱ्याइदिने हामीलाई यहाँबाट? अब अप्पर सिनेमा अप्परसम्म पुऱ्याइदिने ल, राम्रोसँग गरिदिनु। यता हामी के अब अनलोडमा हो है। अनलोडमा अब यहाँबाट चाहिँ हाम्रो कथाले चेन्ज माग्यो, एउटा गाडी चेन्ज गरेर के भयो हाम्रो यहाँ त्यस्तो भएको छैन। अब सिधै अब यहाँबाट कहाँ जान्छौँ र यहाँबाट नयाँ पुल हुँदै अब अप्पर सिनेमा जाने हो, अनलोड भयो यो। उहाँ चाहिँ आज हाम्रो लगिदिने दाइ उहाँ नै हुनुहुन्छ है दाइ, हेलो भनिदिनु हो। ठिक छ, एकदम। केही सामान छुटेको छ कि छैन एकचोटि चेक गरौँ। अब गाडी पार्क गरिदिनु क्याबहरू यताउता। हजुर त्यो भिडियो हाल्ने बेलामा दाइको नम्बर पनि हाल्दे, दाइको नम्बर पनि हालिदिन्छ। कल सल आउँछ तपाईँ। दाइलाई कल आउँछ। दाइको शुभ नाम? कृष्ण थापा। कृष्ण थापा चाहिँ यदि तपाईँहरू आउनु चाहनुहुन्छ भने यहाँबाट चाहिँ गाडी छोडेर अनि उहाँ दाइलाई कन्ट्याक्ट गर्नुभयो भने दाइले पार्किङको सबै व्यवस्था मिलाइदिनुहुन्छ। सो कन्ट्याक्ट गरिदिनु होला है। ल अब हामी चाहिँ हाम्रो नयाँ राइड यात्रा, हाम्रो नयाँ वाहन छ सुमो अहिले। अब गाडी छोडेर यसमा हामी होइन यात्रा चाहिँ अब प्रपरली सुरु भयो। प्रपरली यात्रा सुरु भयो। प्रवास लास्ट सिटमा छ। यस यता यता तिमी विचार गर है, यता सबै के कसो छ। टोइलेट गएको थियो, आयो ट्रायल गरेर आयो तिमी? ट्रायल गरेर के पनि आयो? ल अफिसियली हामी सुरु भयो त सुमोमा। हिँडेको सुमोमा लगभग 20 मिनट भयो। अनि 20 मिनटमा चाहिँ एकदम इलिभेसन ननस्टप उकालो नै हामी आइरहेछौँ भनौँ। अनि अझै पनि यहाँ हेरौँ, उकालोमै चढिरहेको छौँ हामी। हुन त अब हाइटमै जाँदैछौँ, अभियसली उकालो चढ्ने नै भइहाल्यो। अनि केटाहरूलाई चाहिँ अलिकति मनमा के डर छ भन्दा लेक लाग्छ कि भन्ने यहाँ डर भइरहेछ। धेरै डर छ लाग्दैन। त्यो चाहिँ एउटा सानो जनमानसमा हाम्रो एउटा डर छ लेक लाग्ला कि भन्ने। त्यही पनि एडभर्टाइज गर्दै ठाउँ ठाउँमा बस्दै जाने हो। यहाँ अब औषधि सुरु भइसक्यो। यी लुवाङ सुकुमेल यी लुवाङ सुरु भइसक्यो। ल यी छ यो उकालो नै नरिस्टप हिँड्या 20 मिनट भयो। उकालै मात्रै हिँडेको छौँ। बाटो चाहिँ एकदम अफरोड है। हामीलाई चाहिँ लेक लगाइसक्यो। हिजो लेक साइडमा बस्यो, आज यहाँ लेक लाग्यो। लेक साइडको लेक लाग्यो होइन। माथि गएपछि चाहिँ अन्नपूर्णको लेक लाग्छ कि लाग्दैन हेर्नु बाइक नै छ है साथीभाइहरू। अफिसियली हाम्रो चाहिँ ट्रेक सुरु भयो भन्दा पनि यहाँ सुमोहरू यहाँ रोक्ने ठाउँ रहेछ। यहाँ देखाइदिनु पछाडि सुमोहरू यस्तो रोक्ने ठाउँ रहेछ। अनि एन्ड देन यहाँ चाहिँ यहाँसम्म एउटा सुमोले ल्याइदियो हामीलाई। अब यहाँबाट मान्छे फेरि अर्को सुमो चढेर अलिकति कन्स्ट्रक्सन चलिरहेको रहेछ। सो द्याट्स वाइ त्यो कन्स्ट्रक्सनसम्म चलेपछि अर्को सुमोमा हामी चढेर फेरि त्यहाँबाट चाहिँ माथि झिनो पुलसम्म सुमोले लगिदिन्छ। एन्ड देन हाम्रो यस्तै चाहिँ आज पहिरन रहेछ ब्याग हेरौँ ब्याग। अब त्यहाँबाट चाहिँ अप्पर सिनेमासँग लगभग 5 घन्टाको आज हाम्रो हिँड्नुपर्ने यात्रा छ। ल सी यू अन द रोड है त।
उकालो हिँडेको अलमोस्ट 30 मिनट भयो 15-20 मिनट हुँदै होइन हाफ एन आवर भयो 30 मिनट जति उकालो चढिसक्दाखेरि एभ्री वान इज अलमोस्ट टायर्ड है यो ट्रेलर मात्रै हो सबैजना हेरौँ अलमोस्ट टायर्ड छ अब कोही पनि चाहिँ भनौँ न के भन्दा घाम पनि रहेछ आज एकदम घाम रहेछ बाटो यहाँ कन्स्ट्रक्सन रहेछ त्यहाँसम्म सुमन ल्याइदिएन हिँड्नु पऱ्यो अनि ब्याग बोकेर होला एकदमै टायर्ड र थाक्यो लगभग आधी घन्टा हिँड्दाखेरि कस्तो छ एक्सपिरियन्स क्यान वी मेक इट अभियसली होइन यस जुत्ताको के छ खुट्टा दुखेको थियो मेरो खुट्टा घाउ हुने भने चाहिँ हुन्छ क्या मेरो चाहिँ पछाडि जाला लाग्छ ह्यान्डी प्लास चाहिन्छ नि यतापट्टि पछाडिको हुन्छ नि त्यो यस्तो हिँड्दाखेरि त्यो चराइरहेको छ क्या हो र माथिपट्टिको त्यो पछाडिपट्टिको दियो ओहो त्यो त ह्यान्डी प्लासले त्यो कपासमा साइड ब्रेन लाएर गर्नुपर्छ ए मेरै त्यही हो साला गयो भने चाहिँ त नाम हुन्छ है एकदम विचार गरिनँ त्यही भएर मैले तिमीलाई एक दिन ट्राई गर्नुपर्छ भनेको छु त ठिकै छ जे होस् 30 मिनट हिँड्दाखेरि पैसा लाएर थाकिने अवस्था आइसक्यो यो त घामले हो नि त हामीले हो घामले हो अरू त सबै ठिकै छ जे होस् है अरू भन्दा पनि धुलो क्या यहाँ यो बाटो यस्तो धुलो चाहिँ हिँड्नै गाह्रो हुँदो रहेछ यसमा यो धुलो रहेछ यसले चाहिँ मेन भने घाँटी खराब गर्छ कि द्याट्स भाइ ल त्यही हो अहिलेसम्मको अवस्था है त वी लभ इट यु फाइनली अब हाम्रो नेक्स्ट सुमो चढिरहेको हामी अगाडिबाट चढेर आएर हिँडेर होइन लगभग कति आधी घन्टा हिँड्यो है आधी घन्टा आधी हिँड्दाखेरि सबैजना पसिना फ्यालो अन्त त्यसो चाहिँ हाम्रो यहाँ दाइ हुनुहुन्छ दाइले ट्याक्क लगिदिनुहुन्छ हामीलाई दाइको नामहरू के हो राख्दै हेलो भनिदिनु त एकचोटि हेलो हो दाइको ढाका टोपी दामी लाग्यो मलाई चाहिँ राजाको एउटा पैजामा ढाका टोपी भने अब लगभग 30 मिनट लाग्छ अरे हामी यहाँबाट 30 मिनटमा झिनो पुलसम्म पुगेपछि त्यहाँबाट फाइनल्ली हाम्रो ट्रेकिङ सुरु हुन्छ र सियु एट झिनो पुल है त वान अफ द बेस्ट भ्यू अहिलेसम्मको सोफार अनि झिनो पुल यो चाहिँ मजा आइरहेको जे होस् हावा चलिरहेछ अनि डर पनि लाग्दो रहेछ म यहाँ मोबाइल खस्ला भने डर रहेछ हातबाट बिस्तारै हिँडिरहेको छु सुबह उहाँ अगाडि गइसक्यो केटाहरू पछाडि छन् मुनि अलिकति हाइट छ लेन्थ पनि दामी रहेछ जे होस् ओभाल छ ल भ्यू चाहिँ ए डर लाग्यो यता हेर भन्नु यता फर्किनु डर लाग्यो मुनि हेरौँ मुनि झिनो पुल सके लगत्तै ठाडै खुड्किला उकालो रहेछ है अनि यो उकालो चाहिँ अझै पनि स्टिफाई छ जस्तो हेर्दाखेरि थके नै लाग्ने उकालो रहेछ त्यहाँ झिनो पुलबाट आयो हामी यताबाट हुँदै आउँदाखेरि एकदम स्टिफ उकालो त्यसपछि खुड्किला रहेछ अझै द्याट्स वाइ अलिक बिचारेर हिँड्नुपर्छ यस्तो लडेर बाइचान्स खुट्टामा घाउ चोट पटक भयो भने होल ट्रेकै त्यहाँ हुन्छ दाइ एकदम केयरफुल क्यासे हुँदैन चाहिँ हामीलाई यहाँ त अलिक स्याहार हुन्छ बिस्तार एउटै रोकिनु भएन क्या दाइ एउटै पेसमा जानु पऱ्यो खुट्टा रोकिनु भएन रोक्यो भने त्यो हिँड्नै सक्दैन सो ल स्टे ट्युन्ड होइन त छोमरोङ भने चाहिँ ऊ त्यो टुप्पो डाँडाको टुप्पोमा रहेछ त्यहाँ देखेँ डाँडाको यो डाँडा कि ए डाँडाको यो डाँडाको टुप्पो यतापट्टिको डाँडामा होइन टुप्पोमा रहेछ ठाडै उकालो नस्टप यहाँ हेर्नु उकालो यस्तो छ होइन हामी चाहिँ स्निकर्स ब्रेक गर्दैछौँ होइन छ के छ खानेकुरो मुस्ली छ हामीसँग स्निकर्स छ पानी छ जीवन जल छ सो विल मिट यु सुन है त
अप्पर झिनु आइपुग्दाखेरि पुरै थाक्यो केटा हो होइन त महेश हेट मस्त उकालो यार ल खुड्किलो कति होला त मेरो त फेरि खुट्टा एसिएल पिसिएल एमसिएल इन्जुरी भएको थियो र यहाँ पनि 2 वर्ष भइसक्यो हुन त अहिलेसम्म त खुट्टाले दुखा दिएको छैन लेट्स सी बिस्तारै हिँड्दा म प्रेस नरिकन त्यही भएर द्याट्स भाइ ठिकै हुन्छ होला भन्ने होप छ होइन ए हामीले स्टार्टिङ गरेको चाहिँ यहाँ छ ल यो झिनो पुल यहाँले स्टार्टिङ गरेर झिनो पुल त्यहाँबाट स्टार्टिङ गरेर अल द वे लगभग भर्खर आयो त कति टाइम लाग्यो हेर्दाखेरि यति छ तर हिँड्दाखेरि त एकदम लामो छ यसो के भन्छ कस्तो भइरहेछ थाहा लागेको छैन आज अहिलेसम्मलाई केही छैन है जीवन जल यसो प्रवासी त केटाहरू त्यहाँ छ त्यो दुईजना चाहिँ बिस्तारै कुद्छ भर्खर वार्मअप भएको जस्तो भयो लेग डे भएको छु भएको लेग डे हो अझै तेरो लगभग होइन त्यो 1 घन्टा भन्दै त्यसले त मोस्ट प्रोबेबली हामी पुग्छौँ दाइ आधी घन्टामा मजाले पुग्छौँ मजाले पुग्छ आधी घन्टामा त्यही त्यो छोमरोङ पुग्नलाई उकालो चाहिँ डेन्जरै रहेछ थाके 10 मिनट हिँड्यो 5 मिनट पर्नुपर्ने अवस्था सृजना भएको छ त्यस्तै अवस्था सृजनात्मक अवस्थामा हामी हिँडिरहेको छौँ हेर्न सक्छौँ हामी कस्तो छ उकालो ल स्या पुरै कतिखेर छोमरोङमा गएर खाना आउँ जस्तो भइसक्यो सबैलाई मलाई मात्रै होइन 1 घन्टा लाग्दैन अझै छोमरोङ भन्ने कुरा छ लेट्स सी है त एकदिन रेस्ट गरौँ शीतल पनि रहेछ यतै बोल्न सकिन्छ लगातार अवस्थामा छोमरोङको उकालो उक्लिँदाखेरि है दाइ के भन्नुहुन्छ तपाईँ यो विषयमा यसो केही 2 शब्द हामी नेपाललाई पहाड केही पनि होइन केही पनि होइन हामी अन्त एक्सपिरियन्स अस्ट्रेलियन अमेरिकन इटालियन त्यस्तो भइदिन्छ नि है हामीभन्दा अगाडि हुन्छ उहाँहरू त्यो देख्दा हामीलाई यसै मनोबल बढ्छ हामी नेपालीमा नि यस्तो चिज तपाईँले केही गाडी लिएर आउनु भयो म नै उहाँलाई लिएर आउनु भयो मेरो साथी ए ल है त ल माथि भेटिन्छ अप्पर सिटमा त होला नि आज होइन त्यही हो भेटिन् ल 2 जना साथीहरू चाहिँ लापत्ता कहाँ हो थाहै छैन हामी 2 जना साथीहरू कहाँ हो थाहै छैन उद्धार गर्न जानुपर्ने बेला आयो अब हामी उद्धारलाई जानुपर्छ अब हामी केही बेरमा अझै 10 मिनट हेरौँ आएन भने हामी उद्धारमा जानुपर्छ के गर्ने अब यस्तै छ अवस्था थकित अवस्थामा होइन त के छ अवस्था पुलिस ठिक छ रमाइलो भइरहेछ त्यही हो थाकिस थाके त अब हल्का फुल्का उकालो कस्तो रहेछ उकालो स्टिप नै छ स्टिप छ है स्टिप नै छ अब सुबे थाई किलर भयो थाई किलर ए ब्रोआ तिमी यहाँ के भन तिमी यहाँ भन गाह्रो के भयो तिम्रो त्यो घरमा सुतेर बस्नलाई यहाँ नआऊ आऊ मजासँग आऊ आऊ बिस्तारी हो कि नि ए यहाँ यस्तो छ अवस्था है दाइको त खुट्टाइ हामी चाहिँ अहिले 2:11 गएछ ठ्याक्कै 12 बजी हिँडेको 2 घन्टाको समय लाग्यो झिनो पुलबाट 2 घन्टाको समय लाग्यो यसपछि अब अझै 2 घन्टाको हाम्रो यात्रा छ लगभग 5 घन्टा जति अथवा 5.5 घन्टामा अप्पर सिमला पुग्छौँ
अनि यहाँ छोमरङ आइपुग्दाखेरि चाहिँ जस थाक्यो लास्टै उकालो रहेछ छोमरङ आउने स्टिफ उकालो यति उकालो छ नन स्टप 2 घन्टा पुरै उकालो खुड्किला मात्रै हो एन्ड देन यहाँ आइसकेपछि मोसम चाहिँ एकदम चिसो छ वेदर क्लाउडी छ हावा राम्रो चलिरहेछ त्यो थकान पनि यहाँ आएपछि भ्यू हेर्दाखेरि भेट्यो अब यहाँ खाना खान्छौँ हामी एन्ड देन आज तपाईँहरूलाई हामीले भेट्छौँ बेलुका अप्पर सिनेमामा है त हामी चाहिँ सबै ब्याग स्याग बिसाएर ब्याग बिसाउने भएको छ हाम्रो छोमरङ ए दाइ अब मजाले तेल सेल लाएर टक्कै राम्रो ह्यान्डसम भएर अब केटीसेटी भेटिन्छ भन्ने अवस्थामा होइन दाइ त्यही होइन तपाईँलाई खैर बेलन बेलन भयो केटी चाहिएको छ र केटी न यहीँ भेट्यो भने के थाहा लक त होइन दाइ यही भेट्ने माइजान टिटालाई सिन्दुर लगाइदिइहाल्ने होइन अनि यहाँ प्रवास मजा बसिरहेछ मुकेशलाई नि अब यो जुत्ता सुत्ता फुगाल्यो सबैले ए अब यहाँ खाना खान्छौँ हामी ट्याक्क यहाँ टाइम ल्याप्स फेरि यस्तो छ के छ मुखधुन ठाउँ यहाँभित्र जान सोध्न यहाँ छ यस्तरी टाइम ल्याप्स दिइरहेको छु मैले होइन रमाइलो छ जोस् वातावरण मौसम दामी छ ए या चिसो सर उफ ला खानपिन गऱ्यो डाइट रिएनर्जाइज एकदम रिएनर्जी हो तिमीले ज्याकेट पनि ए ल हेरमा ट्रेकिङ जाने मान्छेको ज्याकेट यस्तो छ बाबा जानु भयो आरोहण गर्दैछौँ हामी के पाँच टाउकोमा हानेकै चिसो 5 मिनट हिँडेपछि फेरि हामी ज्याकेट फुकाल्छौँ तपाईँ हेर्दै गर्नु होला है ज्याकेट ब्रेक हुन्छ 5 मिनट हिँड्ने बित्तिकै त्यो पनि हाम्रो चाहिँ फेरि लुवाङ्दै ए लग्दै लुवाङ छ मुमा केही छुट्याइसकेको छैन एकचोटि विचार गरौँ है फोन भयो होइन चार्जर हाल्नु होइन ल सिउ इन अप्पर सिनुवा है त मैले ए अब ज्याकेट ब्रेक भइसक्यो तुरन्त हिँडे 5 मिनट भएन होइन तिमीले जाडो हुन्छ लाउ भन्थ्यौ मैले भने 5 मिनट हिँड्यो भने तिम्रो पुरै सुन्न भन्दैछ हो जसलाई जे भने पनि पाइयो बोल्नलाई केही हुँदैन सधैँ लाउ भन्थ्यो उयो मुनि पनि छ है कुन्नलाई यो त कहाँ फाल्नु जस्तो तुरन्त उयो हो यो चाहिँ लोयर सुनिवा रहेछ थोरै अलिकति माथि चाहिँ अप्पर सिनुवा छ हामी यहाँबाट हुँदै यसरी उहाँसम्म पुग्नुपर्ने छ ल यात्रा सुरु गरौँ हामी धन्यवाद तपाईँलाई हस् ल हामी चाहिँ यो अहिले घान्द्रुकमा ठ्याक्क छोमरोङमा छौँ यो चाहिँ अलिकति कमर्सियलाइज जस्तो छ यहाँ चाहिँ तपाईँको जे पनि सामान पाउँछ पिज्जादेखि लिएर बर्गरदेखि के खानुहुन्छ हो कि त यो अलिकति हेरौँ न अलिकति त्यस्तै खालको छ नि त बर्गर खाउँ नि त बर्गर पिज्जा सबै पाउँछ यहाँ भने मतलब यो चाहिँ एकदम यो एरियामा अलिकति तपाईँको ल्याभिस खानेकुराहरू पनि पाउँछ टुरिस्टलाई फोकस गरेर अलिकति कमर्सियल हो नि शुभ तैँले भने चाहिँ यहाँ तैँले सबै पाउँछस् क्या सिजलर पास्ता के खान्छस् टुरिस्टलाई फोकसमा हुन्छ होइन अनि बाटो यस्तो छ यहाँबाट एकदम ओर्लेर हामी अप्पर सिनुवातिर हो यहाँ अगाडि ब्याडमिन्टन कोर्ट पनि रहेछ हामीले देखिरहेको छौँ यहाँ खास इन्ट्री गर्नुपर्छ हामीले बास्केटबल कोर्ट पनि रहेछ यहाँ हेरौँ न यो भने त अनि यति माथि आएर तपाईँको अनि बास्केटबल कोर्ट हुनु भने त अनि कमर्सियल भयो नि त सुबे स्कुलको होला सायद हेर्दैछौँ कस्तो छ है त पुरै नै थकित भयो हामी
अप्पर सिनेमामा आउँदाखेरि बाटो चाहिँ एकदम स्टिप हामी त अब अप्पर सिनेमा जानु तपाईँ अप्पर सिनेमा कति टाइम लाग्छ भनिदिनुहोस् यहाँबाट तपाईँलाई 45 मिनट 45 मिनट हामीलाई हिउँहरू छ त छैन माथि माथि त छ नि अन्नपूर्णमा मजाको छ हस् थ्याङ्क यू रमाइलो भयो है अनि चाहिँ नि थाक्यो बढे बहुत थाक्यो किन उकालोमा चाहिँ हामी बस्नु मन लाग्दैन ट्वाइँ हिँड्छौँ सुबह होइन उकालोमा हिँडेको कारणले एकदम थाक्यो अहिले चाहिँ आई थिङ्क सिनेमा आइपुग्नु लाग्यो लोयर सिनेमा चाहिँ त्यहाँ माथि देखिरहेछ हो फाइनली वी आर एट लोयर सिनेमा है त लोयर सिनेमा भन्ने ठाउँ चाहिँ यस्तो दामी छ ल यहाँ चाहिँ अलिकति होटेल सोटेल बस्ने व्यवस्थाहरू छ होइन तपाईँहरू यहाँ आएर बस्नै सक्नुहुन्छ योभन्दा अझै अप्पर सिनेमा चाहिँ सजेस्ट गरेर हामीलाई यहाँ होइन मान्छेहरूले सो अप्पर सिनेमा गएर बस्छौँ हामी बस्न चाहिँ तर यो चाहिँ लोयर सिनेमा यहाँ अलिकति होटेलहरू बस्ने ठाउँहरू राम्रै एभाइलेबल छ अझै माथि यहाँ हेर्न सक्छौँ बिचबिचमा चाहिँ खासै त्यस्तो थिएन बस्ने ठाउँ यहाँ चाहिँ अब तपाईँले खानुहुन्छ जुस सुस खानेकुरा खाने यताउता रेस्ट गर्ने कफी मेसिन पनि रहेछ जस यहाँ बस्न मिल्छ है मिनरल वाटर पानी पाउँदैन रहेछ त दिदीले भन्नुभयो त्यही भएर तपाईँहरू बाटोमा आउँदाखेरि बोतल एउटा नि देख्नु भएन होला नि फोहोरहरू हो त्यो फोहोर हुन्छ भनेर हामीले चाहिँ बोइल गरेर फिल्टर गरेको पानीहरू चलाउँछ कि अनि सबैलाई यसरी नै दिनुहुन्छ पैसा लिनु हुँदैन दिँदैन हो पानी दिएन के पैसा लिनु सही हो धन्यवाद दिदी ल अब यस्तो ठाउँमा आइपुग्यो अनि शुभ त पुरै उठ्नै नसक्ने अवस्थामा अब त्यहाँ अब बसे आज यतै हो शुभ त्यही निदाउँछ शुभ यतै पानी खाइ सास आयो त बोल्नै नसक्ने खोइ यहाँ हेर्नु खोइ पैसा हेर यो चाहिँ खोइ खोइ पैसा ओ ल ए पसिना हेरौँ पसिना त म त खल पसिनाले नुहाइसक्यो अनि यहाँ यसरी छौँ अब एउटा के छ भन्दाखेरि यसमा यस्तो छ अब बाँकी त यस्तो सिधै माथि अब यस्तो छ अझै कहिले पुग्ने यहाँ लास्ट नै होला सायद अलिकति उकालो त्यसपछिसम्म होला आइया एकछिन थाक्यो यार सकिन्छ नि सुबे म रेडी दाइ रेडी 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 अब चाहिँ हेलो आइ एम फाइन इट्स टु स्टिप upstairs, you know? It's too hot. Now it's perfect. Yes. अहिले चाहिँ हामी अप्पर सिनुवा भन्ने ठाउँमा सिनुवा हिल लज होइन दाइ लज एन्ड रेस्टुरेन्ट टक्कै यस्तो ठाउँमा छौँ यहाँ हेर्दाखेरि यस्तो मजाको भ्यू रहेछ अब यो धुम्म भएको छ नत्र यहाँ ठिक्कै माछा पुछेको सिनुवा लज एन्ड रेस्टुरेन्ट हो दिदी हेलो भनिदिनु त नमस्कार मेरो युट्युबको दर्शकहरूलाई नमस्कार छ दिदीको तर्फबाट हजुर के भयो दिदी सुन न यो धुम्म भएर यो माछापुच्छी देखिँदैन यहाँबाट भोलि बिहान चाहिँ मजाले देख्नुहुन्छ चारवटा माउन्टेन भ्यू देखिन्छ है दिदी भोलि चाहिँ हाम्रो स्टेप देउरालीमा दुईजना आइरहेछन् यो भ्लगमा होइन इट्स 6:21 6:30 बज्यो हामी 12 बजे झिनु पुलबाट सुरु गरेको हाम्रो यात्रा 6:30 हुँदाखेरि नन स्टपै भनौँ सम्रोङमा चाहिँ 1 घन्टा मेबी खाना खानलाई हामी बस्यौँ त्यसपछि कन्टिन्युस यात्रा हो एकदमै यत्तिकै स्टेप उकालो थियो अनि उकालोमा नि स्टेयर्स खुड्किला रहेछ त्यही भएर तपाईँ आएर आउनुहुन्छ भने पहिला नै आनन्दले बिस्तारै एक्टिभाइज हुँदै बस्दै खाना खाँदै मजाले हाइड्रेट हुँदै आउनु होला यहाँ आउँदा चाहिँ होटल प्रि बुकिङ गरेर आउनु होला किनभने चाँडो मात्रै होटल छ यहाँ अप्पर सिनेमामा अनि गेस्टहरूको फ्लो पनि राम्रै छ एउटा चाहिँ हामीलाई ब्याड लक आज के भनौँ भन्दाखेरि वेदर चाहिँ एकदमै क्लाउडी वेदर हेर्न सक्छ एकदमै क्लाउडी यहाँ दुईवटाको पाहाडको बिचमा ठ्याक्क अन्नपूर्णको त्यो माछापुछे हिमाल हामीले भोलि बिहान मेबी फिङ्गर क्रस्ट वेदर राम्रो खुलोस् भोलि बिहान हामीले हेर्न पाऊँ भ्यू भन्ने आशा छ त्यो विषयमा दाइ लागि A1 थियो एकदमै हार्ड ट्रेक थियो हामीलाई हजुर हामी अब नहिँडा मान्छे भएर पनि होला हजुर एकदमै गाह्रो भएको थियो खुट्टा त लग कामिरहेको थियो तर बल्ल बल्ल आइयो आउनु चाहिँ तर भ्यू अलिकति पनि भोलि बिहान मेबी देखेला है एकदम ठिक वर्दिटै छ है तर दामी छ नि भ्यू अनि यो हाम्रो टुर गरौँ आज यहाँ चाहिँ बेलुका यसो बसेर हामी चिया खान्छौँ चिया पानी हुन्छ अब बेलुकालाई रुमको टुर गरौँ न भाइ सुबले मासुको व्यवस्था मासुको व्यवस्था गर्यो सुबले गरिसकेको छ अब दाजुभाइ बसेर अब 1.5 किलो मासु भन्दैछु मजाले खाना खानुपर्छ
सो आजको के छ यार यात्राको विषयमा तँलाई आज मलाई चाहिँ अहिले चाहिँ अलिअलि थाकेको फिल भयो आगे फिल भयो होइन अनि ठिक छ मजा आयो है यो भ्यू हेरेपछि यो पनि औषधि मेडिसिनै भयो मेडिसिनै हो भ्यू मेडिसिनै भयो आनन्द आयो ठिक छ ल मुकेश फेरि बिरालोतिर लागेको बिरालो नि मतिर लाग्यो छ बिरालो मात्रै लाग्यो अनि सबै ठिक छ ठिक छ रमाइलो हो गाह्रो चाहिँ गाह्रै थियो आजको स्ट्रेच तर प्रवास त लास्टमा बिस्तार दुईजना के कुरा के सल्लाह तिमीहरूको सल्लाह के हो आज कुरा कहानी गरेर दारीवाला ब्रोको विषयमा आज यहाँ आउँदा यस्तो ठाउँमा आइपुग्दा के छ हाम्रो के हो रमाइलो छ नि के रमाइलो आयो हुन्छ जनता आयो हुन्छ रिल्याक्समा आयो जनताहरू सबैजना आउनु होला रिल्याक्स होइन है त्यो बिस्तारै आउनु दारू खाएर आउनेहरूलाई बिजोग बिजोग हुन्छ आनन्द हेलो एन्ड फेरि गुड मर्निङ फ्रम अप्पर सिनुवा ब्रेकफास्ट सेकफास्ट गरेर हामी चाहिँ फेरि अब आजको डेस्टिनेसन हाम्रो देउराली छ लगभग 850 एलिभेसन छ हाम्रो आज अनि देउरालीमा चाहिँ रुम नपाएर एकदम यो अहिले टुरिस्टको फ्लो बढी भएर रुम नपाएर हिमालयमै बस्नुपर्ने समस्या आइरहेको थियो झन्डै थ्याङ्क यू सो मच प्यानोरमा भ्यू दाइले मिलाइदिनु भयो के छ दाइ हाम्रो आजको ठिक छ आज अलि 1 आवर लेट भएछ हजुर कन्फर्म भएको थिएन देउरालीमा बस्ने पाइन्छ कि पाइँदैन भनेर अब कन्फर्मेसन आयो उताबाट कन्फर्मेसन आयो तर हामी अलिकति ढिला भयो है ढिला भयो 1 घन्टा अलि 1-2 घन्टा बिहान भयो 2-3 बजे पुग्ने भन्ने प्लान थियो अब हामी 4-5 चाहिँ बजा अवस्था भयो होइन लेट्स सी दाइवाले भैया प्रस घाम अब लाग्यो घाममा तिमीले आज अलिकति लेट गरिदेऊ नि मैले हो त हेर न भद्रकोट तर सबभन्दा लेट के भन्दा टोइलेट जान गाह्रो हुँदो रहेछ यहाँ आएपछि मलाई त टोइलेट जान साह्रै तिमीलाई के हो मस्त मासु भात खायो होइन पत्ता नपत्नी नपनि टोइलेट जानु पनि दुईतिर भित्रसम्म पर्ने प्यान छैन कमोड छैन हेलो हेलो नमस्ते नमस्ते हामी देख्न सक्छौँ दर्शकहरू राम्रो यहाँ टुरिस्टको फ्लो छ एकदम इन्टरेक्टिभ हुँदो रहेछ नमस्ते गरेर हुन्छ नमस्ते त भनिदिइहाल्यो टुरिस्ट त नमस्ते त के भनिदिइहाल्यो हाम्रो मुकेश मेरो चाहिँ घडी छुट्या भएर मुकेशलाई हामीले घडी लिनु पठाउँछौँ मुकेश आएपछि हाम्रो यात्रा सुरु हुन्छ मुकेश आइसक्यो मुकेशले घडी भेटेको भेटिहाल्छ नि पुग्ने पुग्दैन मजै आउँदैन उसलाई नत्र के गर्ने मुकेशलाई जति धेरै थकायो उसलाई त्यति नै मजा आउँछ अरे मुकेशलाई यहाँ चाहिँ सही छ बेस्ट ल क्या मजा आइरहेको छ हिँड्न भन्दै बिहान बिहान केटाहरूले अलिक ढिला गरी उठ्न चाहिँ केटाहरूले अलिक ल्याङ नगरे चाँडै चाँडै उठेर हिँडिन्थ्यो के गरे केटाहरूले ढिला गरे उठ्नलाई न त चाँडै हिँडिन्थ्यो अझै मर्निङ हुन्थ्यो होइन यहाँ मजा आइरहेछ हिँड्नलाई चलो यो चाहिँ बाटो हो ट्र्याक गराएर सबभन्दा सजिलो छ अहिलेसम्मलाई चाहिँ बिस्तारै ल केटाहरू यहाँ छन् मजासँग आइरहेको छन् केटाहरू मजाको ठिक छ ल सबै ठिक छ मुकेश ठिक छ नि होइन चार्ज गरेको 150 वाइफाईको 300 रुपियाँ थियो यहाँ चाहिँ तर दिदीलाई चाहिँ सुनिता गुरुङ भन्ने दिदी हुँदो रहेछ यहाँ हाम्रो गेस्ट हाउसमा दिदी एकदम बेस्ट हम्बल यहाँको मान्छेहरू धेरै नै हम्बल जो पनि अनि तर लिनु भएन उहाँले त्यो चाहिँ ठिक छ ल त्यही नै हो इन्जोय गर्दै गर्नु भ्लग हाम्रो भ्लगर मिस्टर प्रवास क्यारी अन फिलहाललाई हामी बिस्तारै ओर्लिँदैछौँ केटाहरू गइसक्यो अगाडि पाउँछु के गर्छु हामी हल्का फुल्का जाँदैछौँ बाटो उकालो उकालै छ ठाउँ ठाउँमा उकालो ठाउँ ठाउँमा ओह्रालो ठाउँ ठाउँमासम्म न्युट्रल छ अहिलेसम्म भन्ने ठ्याक्कै उकालो आयो ल सियु
बम्बो जय शम्भो बम्बो आइपुग्यो हामी बम्बो आइपुग्यो अपरेसनबाट 1 घन्टा रहेछ बम्बो होइन दाइ ए दाइ कति 1 घन्टा रहेछ 1 घन्टा 15 मिनट हामी अलाङुलुङ गरेर पनि आयौँ 1 घन्टा हो र 1 घन्टा ब्याम्बो रहेछ आयो भने चाहिँ 1 घन्टा ठ्याक्कै ओह्रालो ओर्लिन्छ ठ्याक्कै ब्याम्बो आउँदो रहेछ यो चाहिँ दामी लाग्यो यतिको अहिलेसम्मको रुट चाहिँ ब्याम्बो यस्तो छ हेर्न सक्छौँ हामी द नेम अन्नपूर्ण सेन्चुरी has holiness in its slave. It is strictly prohibited to take buff, chicken, pork, beef, meats along with you from Bambo. अब not only sheep and goat meat is allowed. ल तपाईँले अब खसीको मासु र तपाईँको भेडा लानुहुन्छ भने चाहिँ पाइयो अरू चाहिँ अब यहाँको के धर्म संस्कृति के हो नियम कानुन हामीले मासु सासु लानु नमिलिरहेछ हेर्न सक्छौँ होइन सुबा मासु ड्रिङ्क ब्रिभरेजहरू सकेसम्म यहाँबाट नलानु भनेको छ त्यही हो यस्तै छ वातावरण मान्छेहरू टन्न इनफ छ नि है माथि होटेल नपाइला भन्ने डर छ हामीलाई हामी चाहिँ चाँडो जानुपर्ने हुन्छ खसीको मासुको झोलै खाइदिनु होला नि त अब कसरी खाउँला होइन भुललाई अघि जानुभन्दा अगाडि हामी जाउँ ल केटाहरू यहाँ कुरिरहेको छन् हामीलाई यहाँ छन् ल केटाहरू ठिक छ होइन रुपेश ढोक्ला छोकडा मुस्ली स्निकर्स पानी त्यही हो हाम्रो भइरहेछ छोकडा खाउँ र के भइरहेछ भोक लाग्यो यो राम्रो पुलहरू यताउता हिमाल हेर्दै 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 आयो अनि हामी अहिले दोभानमा आइपुग्यो यहाँ लेखाएको छ वेलकम टु दोभान ओल्डिङ क्रिसमस रहेछ अब यहाँ हेर्न सक्छौँ बोर्डमा हामीले यहाँ के छ भन्दाखेरि दोभान 2505 मिटर अबोभ द सी लेभल वेलकम एन्ड देन हिमालय चाहिँ अब 2 घन्टा देउराली 4 घन्टा अझै पनि हामीलाई देउराली पुग्नुपर्छ 4 घन्टा हिँड्नै बाँकी छ भर्खर 10 बज्यो 11 बज्यो 12:10 भयो अहिले सो लेट्स गो झरनामा आइसक्यो पञ्चिङ हेम मन्दिर भन्ने छ यहाँ त्यो आउनलाई चाहिँ बाटो यस्तै हो झुङ्गा उसाको हिलो छ रफ एन्ड टफ छ बाटो एन्ड देन पञ्चिङ हेम मन्दिर आइसक्यो झर्नाको आवाज सुनिरहेको छु मैले लेट्स सी है त ल आफ्टर अहिले कति बजे 2:17 भयो हामी हिँडेको लगभग तपाईँको 9 बजी हिँड्यो होला अहिले 2:17 भयो हामी अहिले यहाँ ठ्याक्क हिमालय आइपुग्यो बिस्तारै आयो रस गरेको थिएन आनन्दले आयो अनि हिमालय हेर्दाखेरि चाहिँ यस्तो छ ल भ्यू हिमालयको है त यहाँ चाहिँ अलिकति बस्न यदि के अरे उहाँ देउराली जानु भ्याएन भने हिमालमै स्टे गर्नु पनि मिल्दो रहेछ खाना खान मिल्यो एकछिन रेस्ट गर्न मिल्यो अनि हिमाल चाहिँ यस्तो छ है त ल हिमालयमा बसेर मजाले पानी चाहिँ मजाले पऱ्यो अहिले परला भएको थियो एकछिन परेको थियो फेरि रोक्यो मौसम चाहिँ मजाले खोल्यो पानी पऱ्यो मौसम दामी खोलिएको छ हामी यहाँ छौँ यसरी बसिरहेको छौँ खाना आयो हाम्रो नेपाल जस्तै हङ्गेरी भन्ने देशमा छौँ हामी हङ्गेरी भन्ने देशमा छौँ यो ठ्याक्कै नेपाल जस्तै छ होइन दाइ के खाना हो खाना अब अमलेट छ
सुभ त सुरु त चम्चाली गर्न लागिरहेछ नि त खाना चट्टा हामी यहाँ खान्छौँ एन्ड देन ठाउँ चाहिँ यस्तो छ होइन हामी यस्तो हुँदैछौँ है धन्यवाद होइन यो चाहिँ के गर्न लागिरहेछ भयो यो लट्ठी समात्नु पर्यो लट्ठी समात्नु पऱ्यो यसरी गर्नु पऱ्यो उसको फेरि यहाँ यस्तो छ हातै नमिल्ने बेलामा यहाँ फेरि यस्तो छ यतै हो मुकेश फेरि अब यस्तो भइसक्यो ज्याकेट लगाइसक्यो ब्याग प्याक भइसक्यो चप्पल बाहिर रहेछ यो लाउनु चप्पलमा मिलाइदिनु त्यसले छेक न हो यहाँ म चाहिँ ठ्याक्कै स्नोफल इन द हिमालय है त हिमालय भन्ने ठाउँमा पुरै स्नोफल भयो पानी परिरहेछ स्नो भइरहेछ अब यहाँबाट हामी देउराली 2 घन्टा है त स्नोमा पुरै एन्ड टाइम अहिले कति भयो भने 3 3:30 भयो अनि केटाहरूको अवस्था यस्तो छ ल मुकेश रेनकोट नलाउने भन्दा माथि रेनकोट लाउँछ मुकेशले भन्दा माथि है हिउँको सिन आयो नि अब त द बेस्ट भयो ठिक छ द बेस्ट हो है भयो जे सोचे त्यही भयो तैँले यो भनेको थिइस् नि हामी भाग्यमानी भनेको थिइस् नि धेरै भाग्यमानी ल हाम्रो चाहिँ अहिले अवस्था यस्तो छ स्नोफल इन द माउन्टेन भन्छ नि हेर्नु स्टपिङ बाई द वुड्समा के भन्छ नि यहाँ हिउँ जमिस के छ तिमीलाई एक्सपिरियन्स हाम्रो यही नै भन्ने सोचेको थियो यही नै भयो है फर्स्ट एक्सपिरियन्स है यसरी हिउँ हेरेर हिउँ पर्दै पर्दै हिँडेर हामीले त कहाँ त्यो हिमाल मात्रै देखेला कहाँ होला भन्ने सही छ एक्सपेक्टेसन लो थियो नि ल हेर यो यु विल गर्न मिस दिस जानुहोस् जानुहोस् यो हेर्नु सक्छ हामी यस्तो जमिसक्यो अन्त हेरेर आउँदै हुनुहुन्छ है हेलो दाइ भनौँ कस्तो भइरहेको छ तपाईँले एक्सपिरियन्स हामी म चाहिँ आउँदाखेरि यहाँ हाम्रो नयाँ गेस्ट भेट्यो साथीहरू भेट्यो है म चाहिँ युट्युबमा हाल्न अलिकति भिडियो हालेँ क्या रमाइलो हो बाटो बाटो स्नोफल हो अझै माथि गएर राम्रो हेर्ने रमाइलो हेर्ने बाँकी छ के भन्छ त्यो ब्लाइन्ड हुँदैछ लाग्दा है बरु बढ्ने वाली त्यही नै भयो भाइ दुख काहे नै खत्म होता है भाइ अब भयो पाहाडमा आनेका मजा यही भने जस्तै हो अवस्था यस्तो छ है केटाहरू 2जना यहाँ पुरै स्नोफल आउट अफ नो एयर स्नोफल ल ए पुरै बाटो चाहिँ एकदम डेन्जर यस्तो डेन्जर बवाल ठाउँमा आइपुग्यो पुरै हिउँ छ है वान्स इन अ लाइफ टाइम मेमोरी भयो है यहाँ हेर्न सक्छौँ हामी झर्ना यस्तो दामी छ पुरै हिउँने हो यहाँ पनि यस्तो दामी झर्ना छ यहाँ केटाहरू छन् है मेरो यहाँ चिप्लेर भने डर भइसक्यो वी आर एट देउराली है यहाँ हेर्न सक्छौँ हामीले यस्तो छ त भ्यू पुरै हिउँले ढाकेको छ जताततै सही छ भ्यू चाहिँ देउराली आइपुग्दा यस्तो दामी छ देउराली 3200 मिटर है त यसलाई चाहिँ यो दामी रहेछ यो ठाउँ हिउँ पर्नाले झन् अझै बेस्ट बनाइदियो हामीलाई अब चाहिँ अलिक जाडो भइसक्यो सबभन्दा पहिला हामी अब जाडो भइसक्यो त्यस कारणले पहिला बसेर अलिकति तातो न्यानो हुनु पऱ्यो चिया खानु पऱ्यो तातो पनि खानु पऱ्यो के कहाँ हो न्यू प्यानोरामा गेस्ट हाउस एन्ड रेस्टुरेन्ट 2200 मिटर छ हामी बस्ने आज खास यसमै हो होइन प्रयास ल कस्तो भयो आजको फाइनली डेस्टिनेसन आइपुग्यो यस्तो रमाइलो छ आज त फाइनली त अब त डेस्टिनेसन सपना पुरा भयो नि हिउँमा हिँड्ने ट्रेकिङ गर्ने एकदमै रमाइलो भयो लास्ट रमाइलो भयो फुल हिउँमा 3 घन्टा हिँड्यौँ हामी नरेश हिँड्यो तर एकछिन रिक्सी पनि थियो नि हामीलाई कस्तो थियो एउटा प्याच डर लाग्दो थियो वन्स इन अ लाइफ टाइम एक्सपिरियन्स वन्स इन अ लाइफ टाइम एक्सपिरियन्स फेरि एक्सपिरियन्स हुन्छ हुँदैन थाहा छैन एकदम दाइले फोन गर्दै हुन्थ्यो नि साथीलाई म साथीहरू सबलाई उ गर्दै थिएँ कहाँ छु भनेर भ्यूहरू सिरनीहरू देखाइदिएको रमायो खुसी भयो ठिक छ ल हामी बस्ने अब यहाँ तरहरू गर्नु पऱ्यो नि त कता हो यहाँ हो दाइ
ब्रेकफास्ट यस प्रकारको छ एन्ड बस इन द अर्ली मर्निङ हिजो बवाल भयो है हिजो बेलुका थाक्यो आज चाहिँ अब फ्रेस स्टार्ट हामीले फेरि गर्दैछौँ ब्रेकफास्टबाट डे 3 अफ आवर ट्रिप सोचे जस्तै भयो हिउँ पनि पऱ्यो वाल नै भयो होइन दाइ लालबाग कमान्डोलाई ठिक छ नि दाइ ठिक छ ब्रेकफास्ट यस्तो छ छोले भटुरे रोटी अन्डा अनि त्यसको तरकारी होइन के तरकारी दिन्छ यो खै के हो चना आलु जस्तो लाग्छ चनाहरू सबैलाई एकदमै चिसो वाम भन्ने कि चिसो भन्ने चिसो मर्निङ सबैलाई हामी देउरालीमा छौँ अहिले इट्स 9:16 भयो हिजो बेलुका आयो आउँदाखेरि पुरै हिउँ भिडियोमा हेरिहाल्नुभयो तपाईँहरूले अहिले आयो मौसम यस्तो दामी पुरै स्नो कभर्ड माउन्टेन्स भन्दा पनि अब स्नो कभर्ड हिलहरू देखिरहेछ अनि यहाँ जताततै हिउँनै हिउँ छ सो अब अहिले ब्रेकफास्ट सेकफास्ट हामीले सबै गरिसक्यौँ अनि अलिकति टायर्ड छौँ हामी सबैको जुत्ता भिजिया छ जुत्ता सुकाउँदैछन् केटाहरू अनि आजको चाहिँ हाम्रो डेस्टिनेसन भनेको एबिसी नै हो 4 घन्टा लगभग हिँडेपछि हामी एबिसी पुग्छौँ सो त्यही नै हो आजको अपडेट जो हामीले जस्तो सोचेका थियौँ हिउँ पऱ्यो भने त्यस्तै पऱ्यो नै फिङ्गर क्रस गरेर मैले वेदर खोलोस् भनेको थिएँ वेदर पनि खोल्यो बवाल देखिरहेको मौसम ल आजलाई हामी एबिसीको यात्रा हुन्छ बाटोमा रमाइलो गर्दै जानुपर्छ सी यु इन द रोड है त एबिसीमा सबैजना सबै सेट हो दाइ सबैजना सेट तर एउटा सबभन्दा समस्या के छ भन्दा सबैको जुत्ता भिजा छ आज ग्रिप छैन यस्तो बाटो छ आज के छ शुभ अब खै जाउँ न अब के छ अब केही न केही त होला नि नयाँ चिज होइन ठिक छ प्रवास एकदमै ठिक छ फ्रेस छौ दुई छैन नि भाइ एकदम आनन्द छ आनन्द छ मुकेश दाइ ठिक छ यात्रा अब अगाडि बढाउँछ है एकदम राम्रो छ उ छ अहिलेसम्म एटलिस्ट थ्याङ्क गड केटाहरूलाई रुगासुगा लागि जरा कसैले मेन सबैजना हेल्थी छन् हो ठिक छ त्यो ठिक छ अब हाम्रो यात्रा सुरु गरौँ न है त लेट्स बिगिन ल यहाँको भयो कसो बाटो चाहिँ यस्तो छ है एल्टिट्युड गेन भन्दा 3200बाट हामी 4130मा जाँदैछौँ देउराली छ 3200 मिटरमा एन्ड देन आज हामी चाहिँ अन्नपूर्ण बेस क्याम्प छ 4130 सो अक्सिजनको कमीले गर्दा थाकिन सकिन्छ बिस्तारै जाँदैछौँ यस्तो बेलामा चाहिँ तपाईँहरू अदुवा लसुन केही खायो भने चाहिँ त्यसले हेल्प गर्छ बाटो चाहिँ एकदम स्लिपरी छ फेरि है स्लोली बाटो एकदम स्लिपरी बगेस चिप्लिन सक्छ है कि कसो यस हिँड्दाखेरि चाहिँ हो यसरी हिँड्नुपर्छ सिधा हिँड्यो भने स्याटो चिप्लिन सक्छ हामी चाहिँ साइडवेज यसरी साइडवेज खुट्टा साइड राख्यो भने कन्ट्याक्ट पोइन्ट बढी हुन्छ त्यही भएर एकदम आज चिप्लो छ यार बाटो चाहिँ एकदमै यो हाम्रो जुत्ताले यत्तिको ग्रिप हुँदा पनि खासै काम चाहिँ गरेको छैन होइन ब्ल्याक आइस जस्तो भएर बसेको छ तर हामी जाने कहाँबाट यहाँबाट ओर्लेर ऊ खोला हेरौँ खोलाबाट टक्क निस्केर अनि यो हुँदै उयो दुइटा यो उसको चाहिँ बिचबाट ट्याक्क बिचबाट जान्छौँ हामी दामी छ है जहाँ त हिजो हिउँ पर बेस्ट हो ल यो माउन्टेन झन् बवाल देखिरहेको छ यहाँबाट माउन्टेन भ्यू बवाल वान अफ द बेस्ट यस्तो दामी सिन छ है त अब हामी अन्नपूर्ण यहाँ रिस्की एरिया लेखाएर आइज होइन त अन्नपूर्ण रिस्की एरिया अनि यो बाटो हुँदै जाने रहेछ ठ्याक्कै यसरी अनि ल ट्रेल चाहिँ दामी छ हिउँ पर्दैन नि होला बबालै छ ट्राफिक बढी भइरहेको छ यहाँ यसले गोदावरीतिर हिँडे जस्तो भयो भने
केटाहरू पसेको छन् लस्कर यस्तो छ ठाउँ आधी घन्टा हिँडेर यहाँ माथि आइपुग्यौँ अहिले चाहिँ ठ्याक्क हिमालको बिचबाट हिँड्दैछौँ हामी जहाँसम्म यस्तो राम्रो छ ठ्याक्क एकदम बबाल ब्रेथ टेकिङ भ्यू छ यस्तो दामी हिँड्दाखेरि चाहिँ एकदम बिचार्नु पऱ्यो 2-3 ठाउँ केटाहरू चिप्लिसक्यो है अनि वातावरण बबाल जता हेऱ्यो त्यतै हिमाल एबिसी चाहिँ वान अफ द बेस्ट डेस्टिनेसन हो हिउँ परेको बेलामा है त ट्रेकिङ रुट चाहिँ दामी रहेछ कि अरू भन्दा पनि यस्तो दामी छ बबाल छ चारैतिर हिउँ नै हिउँ म जानुपर्ने छ यो बाटो अब लेट्स गो है त हाम्रो फेरि रिभर क्रसिङ बिस्तारी के भइरहेछ अब भन ल रुपेश सबैलाई फेरि वेलकम ब्याक टु आवर भ्लग है हामी चाहिँ यस्तो दामी ठाउँमा आइपुग्यो हिजो हिउँ पऱ्यो अहिले घाम लाग्यो चाहिँ वान अफ द बेस्ट भयो हाम्रो लागि किनभने चारैतिर हेर्छ भने यता नि उता नि जताततै हिउँ नि यस्तो दामी ठाउँ छ खोला बगिरहेछ मान्छेहरू सबैजना यहाँ ट्रेकिङ हिसाबमा आइरहेछन् अनि यहाँ बसेर एकछिन फोटो भिडियो खिच्छौँ हामी अब चारैतिर देखाइदिउँ बवाल छ भ्यू ल यस्तो छ ल हिमाल चारैतिर हिमाल छ यार यस्तो दामी छ 360 भ्यूमा यहाँको पग्ले छ यो पग्ले छ भने हाम्रो यहाँ सानो पानीको समस्या पानीको बोतल हामीले ल्याउनु बिर्सेछौँ थर्मसमा तातो पानी मात्रै थियो यत्रो निकाल्छ निकाल्ने चाहिँ किन नि मैले निकाल्दियो त्यो रेनकोट छ त्यहाँ छैन प्रवासको ब्यागमा चाहिँ एउटा बोतल थियो जस्तो लागेको थियो मलाई खोला खोला ब्यागभित्र भने खोइ मैले त्यस्तै देखाएको थिएँ एकचोटि छाम न बाहिरबाट छाम त ब्यागमा त्यतिकै थाहा हुन्छ जानु गराउँदै यहाँ पानी छिटिन ला यहाँ झडा पर्ने जस्तो अवस्था भयो अब हालमा जान्छौँ हामी अब लास्ट भुटको पानी कसले खाने भन्ने अब यहाँ यिनीहरू हिउँ खाएर बसिरहेका छन् अहिले यहाँ भोग र प्याजको उसमा झडा नि हुनसक्छ यहाँ केही बोल्नु यहाँ चुपचाप हामी 10 बजे हिँडेको थियौँ यो ब्याग बोकेर यो दुख्यो क्या मेरो चाहिँ अनि अहिले ठ्याक्क 1 बज्यो र हामी माछापुच्छ्रे बेस क्याम्प ठ्याक्कै आइपुग्यौँ यस्तो छ वातावरण हिमाल माछापुच्छ्रे बेस क्याम्प यहाँ माथि छ त्यहाँ पुग्ने उकालेपछि अब त्यही हो सुई काहीँ हतार के अरे भिडियो नखिचिकन अलबल नगरिकन आउने हो भने साढे आइन्छ
तर हामी अरू भन्छ बिस्तारै हिँड्छौँ द्याट्स वाइ दिस इज एमबिसी है त एमबिसी अनि यता माथि चाहिँ चुच्चो त्यहाँबाट हिँड्दै आएको हामी ट्याक्क लाएर सही छ नाम मेरो कविमान गुरुङ यो एरियाको बारेमा केही विशेषता के भनिदिनु दाइ त्यो त भन्दा त मलाई उति आउँदैन है तर मैले लेट भएछ ढिलो भएछ क्या ए ल हुन्छ ल थ्याङ्क यू सो मच दाइले राम्रो वेलकम गरिदिनु भयो हामीलाई है अनि तपाईँको दाइको टी सर्टमा के रहेछ यो माउन्टेन मेरो रनर दाइ रनर हो रनर त्यही भएर छोड्नु पुग्यो क्या अहिले अब छोमरुङ जाने यहाँबाट डाइरेक्ट 1:35बाट छोमरुङ मजा पुग्छ म बिस्तारै बिस्तारै हजुर हजुर ल है त हस् दाइ थ्याङ्क यू सो मच ल तपाईँको नेपाल आर्मी नि 4 बजे एबिसीबाट कुदेको 1.5 घन्टामा लोड सिमा क्रस गरेको नेपाल आर्मीले 42 किलोमिटर घान्द्रुङ हस् दाइ थ्याङ्क यू ल है त यो हो नि त ज्याम आइपुग्यो हामी फाइनल्ली साथीहरू एमबिसी खाना खाने ठाउँमा ओहो हाइट खाना खाइन्छ शुभमा परेन कति खाइन्छ त्यहाँ खाना भोलि फुट्ने गरी खाइन्छ हो ल त्यो त त्यति चाहिँ गर्नुपर्छ तर माथि माथि आएपछि खाना मिठो हुँदो रहेछ भोगले होला होइन चिसो भोगले हो चिसो पनि हुन्छ है अब दायाँ बायाँ नरिकन ढिला नरिकन जाउँ एमबिसीबाट खानपिन गरेर हामी हिँड्यौँ अनि माथि आएपछि चाहिँ स्याहाँ बढी हुन्छ अक्सिजन कम भएर होला होइन प्लस खाना मजा आयो मिठो रहेछ खाना अनि भ्यू यस्तो छ नजिकै स्नोफल छ सबैजना यही टोपी सोपी लाएर हिँडेर छन् नजिकै छ हिमाल नजिकैबाट अवलोकन गर्न पाउने अवसर पाएँ हामीले यस्तो दामी छ पिसफुल इन्भाइरोमेन्ट खोला बगिरहेछ हावा चलिरहेछ वातावरण बेस्ट जति हेऱ्यो भने नभने चिज पूर्ण एरियामा आएपछि चाहिँ यस्तो दामी निलो कलरको चरा देख्यौँ हामीले तर के हो चाहिँ थाहा भएन परेपा जस्तो रहेछ चरा चाहिँ पुरै निलो कलरको के भएर जस्तो छ अनि हामी चाहिँ बवाल ठाउँमा आइरहेछौँ माछापुच्छ्रेको ठ्याक्क पुच्छर देखिरहेछ बादलभन्दा पनि माथि दाइ कस्तो लाग्छ तपाईँलाई यो माछापुच्छ्रे अन टप अफ द क्लाउड त हेर न यता यहाँ भन्नु कस्तो लाग्यो तपाईँलाई दामी लागेछ बवाल छ है यो त एकदम बवाल सिनेरी मुकेश बवाल छ है डेन्जर ओ द क्लाउड यहाँ ठ्याक्क देखिरहेछ ल यी बा यहाँ दाइ वान अफ द बेस्ट भ्यू है त यो त अझै हामी अन्नपूर्ण हेर्नै बाँकी छ अन्नपूर्ण अझै त्योभन्दा पनि माथि हाइटमा छ द मेन सो अब यस्तो दाइ हामीले चाहिँ के भन्दाखेरि भोलि चाहिँ पुरै वेदर बिहान खोलोस् बेस्ट भ्यू पेनोरेमिक भ्यू चारैतिरबाट देख्यो भने चाहिँ हामीलाई बवाल हुन्छ होइन भने चाहिँ यहाँ आएको मेहनत वर्थ इट हुँदैन यतिको मेहनत पनि ठिकै छ यतिको पनि ठिकै छ ठिक छ यतिको पनि ठिकै छ यतिको पनि रमाइलो छ त्यही भन्न चाहन्छु म अहिले बेलुका त्यहाँ जाउँ अब लगभग आउनु लाग्यो आधी घन्टा पुगिन्छ अन्नपूर्ण बेस क्याम्प एन्ड देन त्यहाँ गएर हामीले हजुर दाइ स्टे ट्युन फर द मेन इभेन्ट ल यहाँ मान्छे खुट्टा काटिएछ हामी हेर्न सक्छौँ पुरै खुट्टा काटियो यस्तो अवस्था छ लेट्स होप फर द बेस्ट फिङ्गर क्रस्ड भोलिको लागि वेदर पुरै खुलोस् अहिले हामी त्यही भन्न चाहन्छौँ बेलुका सनसेट त्यहाँ भयो भने लेट्स सी त्यो पनि हामी क्यामेरामा कैद गर्ने प्रयास गर्नेछौँ होइन भने भोलि बिहानको सनराइज चाहिँ अभियसली हेर्नेछौँ हामी हिँड्दा हिँड्दै यस्तो दामी ठाउँमा आइपुग्यौँ यहाँ अक्सिजन अलिक कम अक्सिजनले अलिक समस्या दियो यता के हो ठिक छ एकदम
टायर्ड भइरहेछ तर पुगिन्छ आइसक्यो नि अब त्यही त हो आइसक्यो अहिले के गर्यो लुवाङले के गर्यो लङ बेस्ट रहेछ तपाईँहरू हेर्दाखेरि पनि लङ चाहिँ यति यति लिएर हिँड्नु त्यो बेच ठिक हुन्छ अल्टिट्युडको लागि एकदम बेस्ट रहेछ ल है ल यता तपाईँ हिँड्नु सुबह के यो अल्टिट्युड क्या गोरु देखेको थियो यार अलिकति चाहिँ गाह्रो तलभन्दा अहिले अलिकति गाह्रो जस्तो हिँड्दाखेरि एकैछिनमा थाकिहाल्ने जस्तो फिल भइरहेछ अहिले चाहिँ ठिक छ त्यहाँ गएर अब हामी एकचोटि के रहेछ कसो रहेछ विचार गर्छौँ अवलोकन गर्छौँ अब यहीँको चाहिँ घरै देखिसक्यो हामी लेट्स गो के हो गाह्रो चाहिँ भएको छैन थकितै भइगयो 2-4 शब्द बोल्दैन तपाईँ 2015 एनर्जी नै छैन त अहिले खाएको भात सबै पछि आइस मुकेश थकित अक्सिजन कम तिम्रो पनि अक्सिजन कम भयो क्या आपला हजुर अक्सिजन कम हो यहाँ नि उपर्न थाल्छ झालमुरी खारेछ हामी यसमा यहाँ किन अनौठो एउटा देखियो के थियो त यो मोजा लाएर प्लास्टिक लाएर अनि यो भिज्यो नि त मजा लाएर प्लास्टिक लाएर यो जुत्ता ठिक छ जुत्ता भिज्यो ठिक छ नि मुकेश एकदम चारैतिर हिउँ हेर्दा तँलाई कस्तो आयो मनमा फिलिङ्स एकदम आनन्द आयो अहिले त हेर्दा हेर्दा टाउ दुख्न लागिसक्यो सेतो जहाँ हेऱ्यो नि सेतो बोल्नु अलिकति बोल्नु बोले बोल्दैन रहेछ 2-4 शब्द भन्नु 2-4 शब्द भने मैले जाउँ अब हाम्रो डेस्टिनेसन उता हो यहाँबाट मोस्टली हार्डली 500 मिटर्स 100 मिटर छ गएर फ्रेस भएर अनि त्यसपछि भेटौँला फाइनली अन्नपूर्ण बेस क्याम्प है द बेस्ट अन्नपूर्ण बेस क्याम्प आखिरमा यहाँ आउँदा चाहिँ यस्तो रहेछ यहाँ अलिकति अन्नपूर्ण बेस क्याम्प भनेर लेखेर छ फोटो खिच्ने सबैले फोटो खिच्छौँ होइन त हेर्छौँ हेर्छौँ कस्तो छ 4 दिनको यात्रा यसैको लागि हो यसको लागि पनि भोलि बिहान हो खास त भोलि बिहानको भ्यूको लागि हो आज त खासै हिमाल देखेन अब यहाँ चाहिँ अन्नपूर्ण बेस क्याम्प नमस्ते अन्नपूर्ण बेस क्याम्प भनेर यसरी ड्रेसिङ ठाउँहरू छ ठ्याक्कै यहाँ माथि हामी बस्छौँ होटेलमा है त भ्यू ब्रिलियन्ट एक्सिलेन्ट ल पुरै हिउँने हिउँ होटेलै हिउँले ढाकेको छ सबै यतै होटेल पुरै हिउँले ढाकेको छैन ल यहाँ कति बाक्लो हिउँ छ हेरौँ हामी सही छ हामी चाहिँ अब त्यहाँ होटेल त्यहाँ तल बस्ने हो एकचोटि भिजिट गरौँ भनेर आएको हो यो ठाउँमा अन्नपूर्ण बेस क्याम्प है त हिमाल चाहिँ राम्रोसँग नखोले अब देखेन होइन किनभने चारैतिर उनै ऊ छ हिमाल परेर अब जस्तै यो हुस्से हुस्सो छ भोलि बिहान उठ्दाखेरि दाइले यस्तो हो होइन हिमाल प्रवास चाहिँ आउनु ल होटेलमा पुरै हिउँने हो यसो दाइ एकचोटि टुर गरौँ हामी यो ठाउँको कस्तो रहेछ के रहेछ त्यहाँ माथि अलिकति मैले ध्वजा पताका देखिरहेको छु के हो त्यो लेट्स सी है हामी दामी छ ठाउँ घाँच घाँच गर्छ हिँड्दाखेरि पनि होइन यहाँ आइसक्दा एकदम पिसफुल वातावरण लाग्यो हामीलाई सही छ ठाउँ यहाँ चाहिँ के लेखाएर चाहिँ हेरौँ एकचोटि हामी Kazakh climbers trusted dash they died in an avalanche on the slope of Annapurna 1997 को कुरा रहेछ सो बी केयरफुल है त यस्तो ठाउँमा चाहिँ एकदम मान्छे मरेर रहेछ एम्बुलेन्समा त्यो चाहिँ लेखेर रहेछ लेट्स सी पुरै खोज्दै छ यो यसो हेर्न सक्छौँ हामी Welcome to Annapurna Base Camp.
सबैलाई फेरि पनि गुड मर्निङ नमस्कार 9:43 AM बिहानको अब हामी अन्नपूर्ण बेस क्याम्प छोडेर फेरि तल जाने दिन आइसक्यो अनि 4 दिन हाम्रो यात्रापछि आज अन्नपूर्ण बेस क्याम्पमा हामी बिहान बस्यो रमाइलो गऱ्यो भ्यूहरू खिच्यौँ एकदम दामी इन्जोयबल मोमेन्ट भयो र हामी अझै हाम्रो गियर सेटअप सबै भइसक्यो वी आर गोइङ डाउन अब आजको हामी लोयर सिनेमा छ टार्गेट लेट्स सी कति बजी पुगिन्छ र यो भ्लग हामी आज यहीँ इन गर्दैछौँ अब आउने भन्दा भन्दै अब जाने दिन आइसक्यो हो त्यही भएर तपाईँहरू पनि आउनुहुन्छ भने इन्जोय एभ्री मोमेन्ट एकदम ब्रेथटेकिङ छ यो एकदम राम्रो छ ट्रेकिङ रुट पनि एकदम राम्रो छ मेमोरेबल हुने भयो यो मेमोरेबल हुने भयो मान्छे होटलको उसको मान्छेहरू पनि एकदमै रमाइलो हम्बल हुनुहुन्थ्यो हम्बल मान्छेहरू भयो लकिली त्यति हो यस अन्नपूर्ण बाई बाई सी यू नेक्स्ट टाइम है त बाई बाई